ल ल हेर्नुहोस् यहाँको धान चाहिँ पुरा कुने पारेर राख्दो रहेछ पर टाउमा चाहिँ घरमा पठाइदिएर यस्तो ठाउँ परको टाउमा चाहिँ त्यहाँ तराईमा यो यहाँ चाहिँ पहिलोचोटि आउनु भयो कि त्यही भएर जक्क राम्रो लाग्यो मलाई त्यो त्यही भएर कट्ट कसरी छ भने सोधेको के यसो अहिले त यो काटिसकेर यस्तो देखेँ कि नभए अस्ति नै त धान हुँदाखेरि त आमा यति दामी देखिन्छ हो नि त नि खतरा देख्छ सबैतिर हरियाली नै हो। अब अलिक दिनपछि देख्छ मकैहरू तोरीहरू हजुर मकै त यहाँ तलतिर बढी रोप्छ यता भन्दा पनि त्यो ल तल के जना यति राम्रो दामी छ कि ठाउँ के जनामा सकेर म यहाँ आएको कि यो आषाढमा धेरै काम गरेँ हामीले त कति 50 मिटर लगाएर काम यो मोरङमै पर्छ होइन सबै मोरङ होइन त मोरङ भयो मोरङ यो ठाउँको नाम चाहिँ के हो यहाँको यहाँको यता पारी उता मिलनचोक भन्छ होइन हजुर यहाँदेखि उता किर्खाटोल फेरि उता शुक्रबारे छ ए त्यहाँ मिलन चोकदेखि यता चाहिँ भित्र बस्नु रहेछ यसरी सर्लक्क लगाएर ल बाइकमा गएको मोरङको चाहिँ मिलन चोकदेखि टक्क भित्र परेको पत्थरी भन्दा तल भन्नु न पत्थरी सोमबारे मङ्गलबारे भन्नु न सोमबारे मङ्गलबारे बुधबारे पत्थरी भन्दा तल है शनिबारे शनिश्चरे यता होइन मङ्गलबारे मङ्गलबारे उतारे त्यहाँ सबै बारे रहेछ कि हो यहाँ सबै बारे रहेछ कि हो यहाँ शनिबारे फेरि खोलाबारी छ ए नजिक नजिक छ नि यहाँ त सबै आइताबारे पनि त्यही हो ए मेरो फोटो पनि हाल्दिनु यता खिच्नु तपाईँको हाम्रो मामा ठेकेदारज्यू मामाको चाहिँ फोटो यतै हेर्नुहोस् हाम्रो चाहिँ नि सडकमा चाहिँ नि हामीले वालको काम लिनुभएको छ उहाँले हामी काम गर्न आएको त्यही भएर चाहिँ यसो चाहिँ आज काम भएन त्यही भएर चाहिँ यसो घुम्न आएको यहाँ गाउँतिर गाउँ भन्छ गाउँै छैन रहेछ खाली खाली छ गाउँ त्यहाँ पारि छ अरे धानको खेत मात्रै त्यहाँ जाउँ पुरा धानको खेत मात्रै छ हेर्नुहोस् है ल ओके भाइ फेरि भेटौँला उहाँ चाहिँ हाम्रो यता हेर्नु न उहाँ चाहिँ हाम्रो दनवार राई भाइ हो होइन यहीँ चाहिँ नि यहीँ त्यहाँ पारि बस्नुहुन्छ उहाँ होइन आफ्नै धान खेती हो उहाँहरूको हेर्नुहोस् 1.5 बिघा जमिन उहाँको मात्रै उहाँ 1.5 बिघा जमिनको चाहिँ के अरे धनी साउ हुनुहुन्छ होइन ल आजलाई यति नै फेरि भेटौँ ल हस्त नमस्ते